हेलो गाइज हेलो 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 आज चाहिँ हामी चाहिँ बाहिर जाँदैछ र दिदीलाई चाहिँ हामीले फेयरवेल दिउँ भनेको नि त किनभने दिदीको पोस्टिङ आउट भयो र उहाँ आउनुहुन्छ दिदी चाहिँ है र दिदीले चिकन ल्याएर पनि आउनु भइसकिसक्यो र हामी चाहिँ मटन तरफ गयौँ हो अन्तखेरि मटन चाहिँ सानो खालके थिएछ र साथीहरू र पनि हामीले किन्यौँ र सब्जी तरफ आयौँ हामी चाहिँ सब्जीको साथी हो दाम सुन्दाखेरि त ढलीमा हामी त मासुभन्दा महँगो चाहिँ सब्जी रहेछ र दिदीले पनि यहाँनिर तर्सिँदै थियो र हामीले सबैजनाले किनेर चाहिँ गाडीतर्फ लाग्यौँ हामी चाहिँ अनिखेरि गाडी चाहिँ अगाडि राखेको थियो नि त दिदीहरू पनि बसिरहनु भएको थियो नानीहरूसँग नानीहरू हेर्दै हेर्दै हो अनि हामी चाहिँ फेरि लभली स्टोरपट्टि गयौँ लभली स्टोरमा पनि हाम्रो चाहिँ सानो सामानहरू किन्नु थियो नि त कतिवटा सामानहरू त्यहीँनिर छ प्रायः र दिदीले चाहिँ यहाँ के भन्नुभएको हाँसार हो साथीहरू अनिखेरि हामी भित्र गयौँ र दिदीले सरसामानहरू किनिसकिसक्यो चाहिने आजको चाहिनेहरू र म चाहिँ धुप खोज्नुको लागि चाहिँ धुप खोज्दै थिएँ अगाडि किनभने मैले सकेको थिएँ नि त धुपहरू र अब चाहिँ हामी चाहिँ बिलिङपट्टि आयौँ र बिलिङ पनि गरिसकिसकेर चाहिँ हामी सबैजनाले आफ्नो आफ्नो सामान चाहिँ डिकीमा हालेर चाहिँ हामी चाहिँ अब क्वार्टरतर्फ र हामी चाहिँ जाँदैछौँ र अब चाहिँ आफ्नो आफ्नो खानापिना पकाइसकेर हामी गेट टुगेदर भयौँ फेरि है दिदीको लागि अनि यहाँ पनि केकहरू ल्याएर रेडी सेट गरिसकिरहेको रहेछ र दिदी पनि हल्ला गर्दै बाहिरबाट त आउँदै रहेछ अँध्यारोमा र बिचरा कस्तो खुसी हुनुभयो है ए गर्दै थियो सबैजनाले हो अनि बसेर सबैले केकहरू काट्यौँ होइन अनि दिदी कति रुनु भएको छ त्यो भिडियोहरू पनि छ मेरोमा हो इन्स्टाग्राममा हालिदिन्छु तपाईँलाई श्वेता तामाङ छ है त्यसमा चाहिँ र सबले आफ्नो आफ्नो बनाएको थियो कसैले चिकन कसैले कसैले केहरू बनाएको थियो कसैले मटन है तपाईँले देख्नु भइरहेको छ हामी कहाँ कहाँ गएको थियो भनेर र नानीहरूलाई पनि दियौँ अन्तखेरि अब हामी पनि सबैजना खानु बसौँ आज त सबैजना सँगै बसेर खाऊँ भनेर चाहिँ हामी सबैजना सँगै बसेर खायौँ र भाडा बोल्ने तल चाहिँ हाम्रो यहाँ बहिनीको ल मेरो भिडियो मन पऱ्यो भने लाइक गर्नु होला सेयर गर्नु होला है साथीहरू बाई